ओहो दाजु कता हिँड्नुभयो यसरी? यहाँ मेवाको पात यसो तल हेर्दाखेरि कस्तो कस्तो लाग्छ। यो त मेवाको पात रहेछ त अनि मलेसियामा मेवाको पात यस्तो छ गाइस। यो चाहिँ ठ्याक्कै भन्दाखेरि यो प्रेसरको लागि एकदम राम्रो अनि तपाईँ ग्यास्ट्रिकको लागि चाहिँ एकदम राम्रो है। यसलाई सेवन कसरी गर्ने भन्दाखेरि पानीमा उमालेर अथवा तपाईँ यसमा चुलोमा हल्का यसो सेकेर हल्का यसको एउटा तितो पनि हुन्छ नि, तितुन भन्छ क्या, त्यसलाई चाहिँ मारेर अनि खाने। अनि उमेर अब 40 कटेपछि चाहिँ अब गाह्रो हुँदो रहेछ। अनि त्यसले गर्दाखेरि कोही चाहिँ यसलाई अचार बनाएर पनि खान सक्छ है। तर अनि यसलाई सकेसक्दो हप्ताको 2 दिन खानु। पाँचै दिन खाएको